हेलो साथीहरु नमस्ते वेलकम टु अमृत कृति ब्लग्समा र म यहाँ उठेर पनि नुहाइसके र यो रहेको छ मेरो फाइनल लुक। पूजाको सामानहरु सबै रेडी पारिसकेपछि चाहिँ हामी अहिले घरबाट निस्केर पनि स्कुटरमा लाग्दैछौं गाउँतर्फ। स्कुटर चाहिँ मन्दिरसम्म जादैन किनकि वहाँ चाहिँ एकदमै टाढा छ अनि हामी सेल्फ हिँडेर नै जानुपर्ने हुन्छ। त्यसकारणले गाउँसम्म चाहिँ हामीले स्कुटर लगेर जान्छौं। फाइनली हाम्रो चाहिँ गाउँ पनि आइपुग्यो र यो गाउँको नाम हो गर्लाङ गाउँ जुन पोखरा 16 भित्र पर्दछ। यहाँसम्म मात्रै रोक्छौँ म बाबले चाहिँ बाइक हामी यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ हामीलाई हिँडेर जानुपर्ने हुन्छ। यहाँ हुनुहुन्छ हाम्रो दिदी अनि हाम्रो कान्छी बहिनी अनि दिपिका बहिनी सृजना बहिनी सबैजना हुनुहुन्छ। अब चाहिँ हामी जान्छौँ। अब चाहिँ हामी लगभग गर्लाङ गाउँ पनि कटेर जान लागिसक्यो। यो हो गर्लाङ गाउँको शिव मन्दिर। अहिले चाहिँ हामी अलिबारी आइसकेका छौँ। ठ्याक्कै कहाँ आलुबारी मान्छेहरू आउने क्रम जारी नै रहेको छ। माथि पनि उहाँ चाहिँ हुनुहुन्छ मेरो दिदी। यिनी चाहिँ हुन् बुनु। यहाँबाट चाहिँ बादल यति नजिक देखिरहेछ। ओ माई गड भ्यू देख्न सक्नुहुन्छ। यति राम्रो यति प्राकृतिक भ्यू छ। यदि हजुरहरू पनि पोखरा नजिक या पोखरा नै हुनुहुन्छ भने यो पोखरा 16 मा रहेको जुप्राङकोट मन्दिरमा चाहिँ आउन नबिर्सनु होला। एकदमै राम्रो एकदमै नेचुरल भ्यूहरूको मजा लिनको साथै दर्शन पनि गर्न सक्नुहुन्छ। अब चाहिँ हामी वनको बाटो छिरिसकेका छौँ। यहाँबाट चाहिँ अलि शीतलो हुन्छ, हिँड्नलाई पनि सहज हुन्छ सबैलाई। हाम्रो छोरी चाहिँ नाच्दै हिँडिछिन् अगाडि अगाडि। अब यहाँबाट चाहिँ 80% नै हिँड्न बाँकी छ किनकि मन्दिर एकदमै टाढा रहेको छ र हामीले चाहिँ यहाँ सर्ट क्लिपहरू चाहिँ हाल्नेछौँ। आशा छ हजुरहरू सबैजनाले माया गर्नुहुनेछ र यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिन नबिर्सनु होला र पुरानै हुनुहुन्छ भने कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला है त। बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेको छ र यहाँबाट चाहिँ सिडी बनाउनु भएको छ। अस्ति गाउँले चाहिँ झारा गर्नुभएको थियो त्यसकारणले बाटो चाहिँ एकदम सफा अनि सिडीहरू पनि बनाउनु भएको छ। हेर्दै जानु है त बाटो के कस्तो छ। देख्न सक्नुहुन्छ केही अप्ठ्यारा बाटोहरू झेल्दै अहिले चाहिँ हामी सिडीको बाटोमा आइपुगेका छौँ। अहिले चाहिँ हामी समीको चौतारा आइसकेका छौँ। प्राकृतिक ठाउँमा आउनुको मजा नै बेग्लै छ। यति राम्रो राम्रो प्राकृतिक सुन्दरताहरू देख्न पाइन्छ। आफ्नो आँखा अगाडि देख्दा त मन एकदमै शान्त हुने गर्दछ। यहाँबाट बाटो बन्द रहेको छ त्यसकारणले हामी कता जाने एकदम कन्फ्युज भयो अनि लास्टमा चाहिँ यहाँ नोटिस देख्यौँ अनि अहिले चाहिँ हामी लाग्दैछौँ उहाँहरूले बताउनु भएको डेस्टिनेसन तर्फ। ठ्याक्कै यहाँ 8:56 गयो र हामी पानी ट्याङ्कीमा आयौँ बल्ल बल्ल। अब हामी पानी खान्छौँ अनि फेरि हाम्रो यात्रा अगाडि बढाउँछौँ। अब अरू हिँड्न मानेनन्, हामी दुईटा मात्रै हिँड्दैछौँ। यहाँबाट चाहिँ हामी ध्वजा बान्दै अगाडि बढ्छौँ। ल यहाँ चाहिँ अब हामी ध्वजा बान्छौँ। सिद्ध भूमि चल्ने हो यहाँ पनि फेरि हाम्रो देवीको थाना आइसकेको छ।
हामी चाहिँ फाइनली अब 15 मिनट यहाँबाट लाग्छ होला मन्दिरसम्म चाहिँ 15 मिनट अनि हामी चाहिँ हिँड्न नसकेर लौरो बोकेर हिँडेको अवस्था क्लियरै देखेछ हो बब्बाल देखेको है अहिले चाहिँ हामी जुप्राङ स्टेमा आइपुगेका छौँ बस्ने हो कि एकछिन हेरौँ न अहिले गएर वहाँ बस्ने हुनै हुँदैन ए त्यहाँ हेर्न ठाउँ कस्तो छ अहिले सब झाडीले यो रहेको छ जुप्राङ स्टे अनि हामी चाहिँ मन्दिर भएको यहाँ छ अनि अब चाहिँ हामी 15 मिनट पछि चाहिँ ठ्याक्क हाम्रो डेस्टिनेसनमा आइपुग्छौँ हाम्रो डेस्टिनेसन रहेको छ कोट मन्दिर कोट भूमि अब हामी पोखरा 16 पोखरा 16 को एकदमै प्रसिद्ध धर्मस्थल हामी त गाह्रो भयो बिस्तारै बिस्तारै हिँड्दा पनि हामी छिटै आइपुग्यो अहिले चाहिँ यहाँको 10:04 गएको छ यत्रो समयपछि हामी चाहिँ मन्दिरमा आइपुग्न लाग्यौँ सबै दिने हो र गाह्रो भयो पाले पाले जाम है त ल होइन सर चप्पल खोला यहीँ पाल्नको लागि अरुण खोइ अरुणलाई त्यो दिन पर्यो नि अहिले एउटा त घर गएको भेटिन माथि जानुपर्छ क्या अनि त्यहाँ भाउजू बजाउनुपर्छ होइन 2-3वटा त्यहीँ राख क्या राख्न त लिँदाखेरि हाम्रो छुट्टै एउटा प्लास्टिकमा हाल बुढी त्यो पनि चढा हो त्यो पाती छोरा तिमीले फुटाल्नु हुन्न नि हो त्यही होला जाऊ अरुण काको सनमारी बेला हामी विजय सर अब नरिवल फुटाउनुहोस् बुढा म नि धजा बान्छु है यहाँ हुँदै
हामीलाई तिर नि पूजा अलमोस्ट खै यता यता भन्नु यहाँ पनि अब चाहिँ हामी मन्दिरमा पूजा गरेर पनि फर्किन लागिसक्यौँ भिडभाड चाहिँ यस्तो थियो तर अहिले चाहिँ एकदमै कम भइसकेको छ भिड चाहिँ अब सबैजना आफ्नो घरमा फर्किनु पनि हुन्छ होइन त्यस कारणले अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ हामी फर्किँदैछौँ पूजा गरिसकेर हामी चाहिँ अब फाइनली गर्लाङ गाउँबाट पनि जान लागिसकेको छौँ बाइकमा सरर हेलो हेलो फाइनली हामी चाहिँ घर आइपुग्यौँ र म चाहिँ फर्स्ट टाइम गएको थिएँ र एकदमै राम्रो लाग्यो र दर्शन पनि गर्न पाइयो फाइनली आएर मैले कपडा पनि फेरिसकेँ अनि हत्तपत्तमा आएर खाना खाएको त्यही भएर भिडियो गर्नै पाइनँ सो थ्याङ्क यू सो मच गाइस एन्ड ह्याप्पी दसैँ अब भोलिको दसैँको ब्लग हाल्नेछु सबैजनाले माया गरिदिनु होला बाई बाई